हेलो गाइज, हाम्रो युट्युब च्यानलमा हजुरलाई फेरि पनि स्वागत छ। हामीसँग आइसकेको छ यो क्यानन LVP 6030 मोडलको प्रिन्टर। यो प्रिन्टरमा समस्या के छ भनेपछि यसमा यो कार्टिज ननिस्किने समस्या छ। यो कार्टिज निस्किरहेको छैन। किन निस्किरहेको छैन भनेपछि हाम्रो यो गियर बक्सको जुन कार्टिज रिमुभर त्यो क्लच त्यो हुन्छ त्यो भाँचिसकेको छ। देख्न सक्नुहुनेछ यहाँ निस्किसकेको छ। मैले यो गियर बक्सलाई खोलेको छु अहिले। यसलाई अब कसरी रिपेयर गर्ने भनेर म देखाउँछु। यसमा देख्न सक्नुहुनेछ यो लिभर निस्किसकेको छ यो कार्टिजको हाम्रो। अब यही हो कार्टिजको हाम्रो कार्टिजको लक यसैले लागेको हुन्छ। यहीबाट घुम्ने गर्छ कार्टिज। अब यो निकालिसकेपछि हाम्रो यहाँ लिभरलाई अड्काउने यो निस्किन्छ। देख्न सक्नुहुनेछ। अब यसलाई मजाले यसरी मजाले यो लक भइहाल्छ। यो लक भइसकेपछि फेरि सेम यस्तै गरी हाल्नुपर्छ। यो माथि यो निस्किने हुन्छ यो लिभर। फेरि यो जस्तो थियो त्यस्तै लगाइदिनु पर्यो। यसलाई लगाइसकेपछि अहिले म कार्टिज पनि निकालेर देखाउने छु कसरी निस्किन्छ भनेर कार्टिज। अब यो सबै प्याकअप गरिदिनु भयो गियरहरू। लागिसकेको छ यो। अब यसलाई प्याक गर्नुपर्ने हुन्छ। हाम्रो एउटा स्प्रिङ हुन्छ यो यसको यहाँ लाग्ने हुन्छ यो स्प्रिङ। यो लगाइसकेपछि यसलाई प्याक गरिदिने अब। त्यसपछि यसलाई बक्सलाई प्याक गरिसकेपछि हाम्रो स्क्रु लगाउनु पर्ने हुन्छ। यो स्क्रु मजाले स्क्रु लगाउने। देख्न सक्नुहुनेछ मैले सबै स्क्रु लगाइसकेको छु। 1 2 3 अनि एउटा तल हुन्छ 4वटा स्क्रु लगाइसकेको छु। अब देख्न सक्नुहुन्छ यो कार्टिज कसरी निस्किन्छ अब देखाउँछु निकालेर। यो तान्ने पहिला तानिसकेपछि यो लिभर माथि आउँछ। लिभर माथि आइसकेपछि यो कार्टिज त्यसपछि मजाले निस्किन्छ। यो यसरी यो कार्टिजको लिभर गियर बनाइन्छ भनेर यो भिडियोमा मैले देखाएको छु। भिडियो हेरेर मजाले सेयर कमेन्ट दिनुहोला। हस्त धन्यवाद।